आज तपाईहरुलाई यात्रामा घुमाउन लाग्दैछु। यात्रा रहेको छ पोखरादेखि रूपा गाउँपालिकामा रहेको श्री जलसिद्ध महादेव मन्दिर अर्थात् अहिले पछिल्लो समयमा एकदमै भाइरल र चमत्कारको रहस्यतिर। यहाँ पुग्न लगभग 20-22 किलोमिटर पार गर्नुपर्छ। सबैभन्दा पहिले त हामी अमरसिंह चोक, तालचोक, विश्वविद्यालय, राजाको चौतारीदेखि लेफ्ट साइड लाग्यौं आजको गन्तव्यतर्फ। हामीलाई ठाउँको नाम थाहा नभए पनि यो भिडियो भने तपाईहरुलाई रमाइला दृश्यहरू देखाउनका लागि पस्कँदैछौं। त्यसैगरी हामी नचिनेको ठाउँ सोध्दै खोज्दै जाने क्रममा हामी एउटा चोकमा अल्मलियौं। र हामी त्यहाँको बोर्ड हेरेर तल्लो बाटो लाग्यौं। यसरी बोर्डमा लेखेर राखिदिएकोले हामीलाई धेरै सजिलो पनि भयो। दृश्य कैद गरिराख्दा हामी रूपातालको किनार वरिपरि थियौं।
एकैछिनपछि हामी हाम्रो गन्तव्य श्री जलसिद्ध महादेव मन्दिर पुग्यौँ। यहाँ पुगेर दर्शन गर्ने मौका र अवलोकन गर्ने मौका पनि मिल्यो। मनमा कता कता खुल्दुली भएको थियो। त्यो कारणले गर्दा पनि त्यहाँका पुजारी बासँग पनि केही कुरा गरेका छौँ र यो कुरा पनि तपाईँले सुन्नुहोला। यो एउटा यो शिवको दिव्य शक्ति पीठको रूपमा देखिएको हुँदा, शिव शक्ति प्रकट भएको हुँदा मान्छेलाई के छ भने जीवनमा जीवन्त रहनको लागि दीर्घायु आएको राखेर आफ्नो लक्ष्य प्राप्ति होस् भनेर यहाँ भक्तजनहरू आफ्नो पूजापाठ सामग्रीसहित आउने गरेको छ होइन। र उहाँले इच्छाको कुरा निकै त आफ्नो घर परिवारको समस्या, आफ्नो शारीरिक रूपमा भएको समस्या त्यहाँको समाधान हुन्छ। यहाँ आएपछि आफूले इच्छाको कुरा प्राप्त गर्न सकिन्छ र फरक क्षमतामा भएका बालबच्चाहरूलाई पनि सुधार लान सकिन्छ भन्ने मनोकांक्षाका साथ उहाँहरू आउने गर्दछ र यहाँ आइरहेको हुन्छ। र एउटा कुरा चाहिँ विश्वासको कुरा हो। यहाँ चाहिँ फरक क्षमताका बच्चाहरूलाई हामीले सुधारेर कुल नाग र दैवीको कारणले उहाँलाई रोक्नु गएको षड्यन्त्रमा समस्या भएको भने हामीले त्यसलाई सामना गरेर उठाउन सक्छौँ भन्ने हाम्रो प्रयत्न चाहेको छ। हाम्रो गुरुदेवहरूले पनि हाम्रो त्यो सन्देशबाट हामीलाई बाटो उजागर गरेको अवस्था देखिएको हुँदा विश्वासको साथ यहाँ भक्तजनहरू तिनै उद्देश्यको साथ यहाँ आउने गरिरहेको छ। हामीले यो सञ्चालन गर्नुपर्छ, यसमा यस्तो चिज छ, यहाँ चमत्कारी चिजहरू छ, यसलाई मन्दिरको रूपमा गर्नुपर्छ भनेर यो ठिक्क मन्दिर बनाएर गर्न लागि चाहिँ कति भयो होला? त्यो सोचका साथ यहाँ उजागर भएको 3 महिना 16 दिन भयो अहिले आजको दिनसम्म। र यहाँ कसरी भयो भन्दाखेरि यो एउटा रुपतालको क्षेत्र विस्तार गर्ने क्रममा माटो उठान गरेर जाँदाखेरि यो अवस्था भेटिएको हेर्दा काठ छ, यहाँनिर माटो उठान गर्ने बेलामा यो भेटिएको र यो हेर्दा ठुलो छ तर काठको रूपमा देखे तापनि यसको शक्ति स्टोनभन्दा बढी पावर सेटिङ गरेर बकेटहरूले काम गर्न सकेको, एक्सकाभेटरको बकेट त्यहाँ नगढेको र हाइड्रोलिक पाइप लिक गरेको हुँदा यहाँ दिव्य शक्तिको रूपमा एउटा शक्ति रहेको छ भन्ने कुरा सन्देश प्राप्त भएपछि विश्व हिन्दू महासङ्घका टिम र नेपाल झाँक्री सङ्घका टिमले आएर चैत 26 गते यसलाई जागृत गरेर नामाकरण समेत गरेर जलसिद्ध महादेव भनेर नामाकरण गरिसकेको हुँदा यहाँ दिव्य शक्ति कवचको रूपमा विष्णुप्रति रूपले शिव रूप धारण गरेर नागहरू रहेको छ, नाग रहेको छ। त्यसले गर्दा यसलाई विश्वासको साथ आफ्नो शक्तिहरू यो पृथ्वी लोकमा रहेको छ भन्ने विशेष रहेको हुँदा उहाँले पूजाको साथमा साथ र मन्दिर बनाउनुपर्छ भन्ने आस्थाको साथ मन्दिरको अवधारणको सहित यहाँ दर्शनहरू आएको छ। र राज्य पक्षबाट पनि एउटा डिपिआरको कन्सेप्ट लिएर पुरातत्व विभागले यसलाई रिपोर्टको रूपमा यहाँ रिपोर्ट लिएर गइसकेको अवस्था छ। यो अहिले यो पछिल्लो समय भाइरल भइसकेको छ यो भन्दा नि यो यसलाई मान्दै आइरहेको छ यो श्री जल सिद्ध महादेवलाई होइन। यसलाई हाम्रो पोखरा महानगरपालिकाले के कसरी हेर्नु भएको छ?
अब यो पोखरा महानगरपालिका के हुन्छ वडा नम्बर 31 को वडा अध्यक्षले यसलाई के छ भने यो मेरो स्वामित्वको विषय भएको भए मैले आफ्नो ठाउँलाई पूर्ण रूपमा विश्वासको साथ जिम्मा लिन सक्थेँ र म त्यो प्रतिबद्धता जारी गर्न सक्थेँ। तर यो रूपा गाउँपालिकाको क्याचमेन्ट एरियामा मात्रात्मक रहेको हुँदा यसमा मुख्यतः रूपा गाउँपालिकाको भूमिका पर्छ भनेर उहाँले एउटा सन्देश मात्रै प्रकट गर्नुहुन्छ र यसपछि राज्य प्रदेश सरकारले यसलाई आफ्नो ठाउँमा हेरिरहेको छ र प्रदेश सरकारको एउटा रिपोर्टको आधारमा सरकार निकाय सामाजिक विकास मन्त्रालयदेखि विभिन्न विभागका विभागीय सचिवहरूले आएर यसलाई पोजिटिभ थिङ लिएर यसलाई केही सुधार गरेर यो स्ट्रक्चरको रूपमा भगवान् शिव र नागको स्ट्रक्चरको रूपमा मन्दिर बनाउनुपर्छ र स्ट्याचु रहनुपर्छ भनेर उहाँले आफ्नो स्किम प्लानहरू गर्दैछन्। के गरेर पहिला पञ्चमी तिथि अष्टमी तिथिमा रहन्छ भने सोमबार भगवान् शिवको पार्वती पूजा पाठमा आउने गर्छ र प्रयास ऋषि प्रोग्राममा दिनमा 1000देखि 2000 मान्छे आउने गरिरहेको हुन्छ र कुनै बार चाहिँ यहाँ 10-12 हजार मान्छेहरू आइरहेको हुन्छ किनकि दान बक्समा कुनै दिन 60,000 कुनै दिन 50,000 कुनै दिन 80,000 यहाँ दान बक्समा कलेक्सन भएको अवसर हो। मैले कुरालाई जान्छु यो अनुदान बक्समा आज चाहिँ केही आज चाहिँ सोमबार यो आइरहेको छ तर अलिक थोरै केही व्यवस्थापन पक्ष फिताल भएको हुनाले केही एक दिन पछाडि भयो। हिजो चाहिँ निकै जनआन्दोलन बढेको थियो। आज आइतबार बार नपरेको हुनसक्छ तर पनि पञ्चमी तिथि भए तापनि यो लामो बस्तीका मान्छेहरू चाहिँ यहाँ विशेषमा आएको छ। स्थानीय तहबाट चाहिँ यसलाई व्यवस्थापन अझै बाँकी भएको हुनाले मलाई लाग्छ यो सुधार्न सक्छ र एक दिन सुध्रिन्छ भन्ने विश्वास गर्छु। यो कुरा गर्दै जाँदाखेरि अब हजुर यहाँको पुजारी भन्छन् होइन पुजारी हुनुहुन्छ हजुरको ठ्याक्कै नाम भन्नुपर्दा चाहिँ मेरो नाम चाहिँ खसबहादुर गुरुङ। के भन्नुभयो खसबहादुर गुरुङ भन्छ। खसबहादुर गुरुङ है म यहाँ स्थान तहमा रहने गर्छु र म रूपागाउँपालिका कास्कीको वार्ड नम्बर 6 को देवीस्थान टोल विकास पनि अध्यक्ष हो र यसभन्दा अगाडि मैले बडा पूजा गरेर आइरहेको थिएँ। मेरो आफ्नो पनि बडा छ। हामी पहिलाबाट देवताको एउटा वास्ताको विश्वासमा तान्त्रिक हिसाबले चल्दै आएको हुनाले म यसलाई व्यवस्थापन गर्न सक्छु भनेर र मेरो गुरुले पनि मलाई दीप जलन गरेर यसको जिम्मेवारी अर्को व्यवस्थापन नभन्दासम्म जिम्मा दिनुपर्छ भनेर सन्देश यो अहिले नै हाम्रो पाएको कृष्ण गुरु हुनुहुन्छ महादेव गुरु उहाँले